अमेरिका र इजरायलको युद्ध चलिरहँदा अब अस्ति शनिबार वार्ता पनि भयो। तीन पक्षीय वार्ता भयो। तीन पक्षीय वार्तामा चाहिँ अमेरिका त्यसपछि तपाईको इजरायल त अमेरिकासँगै आयो। अमेरिका, इरान र पाकिस्तान, यो तीन पक्षीय तीनटा देश बीचमा चाहिँ अमेरिका र इरान बीच नै त्रिपक्षीय वार्ता भयो। अब यो युद्धलाई चाहिँ रोक्नुपर्छ भन्ने किसिमका पाँचवटा के भएका थिए त, पाँचवटा मुख्य बुदामा यो केन्द्रित रहेर चाहिँ त्यहाँ वार्ता भएको थियो। त्यो बारेमा आज हामी बुझ्नेछौँ र भिडियो सुरुबाट हामी स्टार्ट गरौँ। अमेरिका इरानको युद्धको समसामयिक, यो तपाईँले जता पनि काम लाग्न सक्छ, जानकारीमूलक भिडियो हो, ध्यान दिएर हेर्नु होला। सबैभन्दा पहिले कुरा के गरौँ भन्दा अमेरिकाले अस्ति शनिबार अप्रिल 10 को दिन, अब यो अमेरिकाको चाहिँ उसमा न्युजमा चाहिँ अमेरिकाको डाटामा हेर्ने 10 छ नासाको, तपाईको नेपाली डाटाहरुमा अस्ति न्युजहरुमा आएको थियो 11 अप्रिल हैन, तर यो खासै 10 अप्रिल हो 2026 सटरडे, शनिबार चाहिँ यहाँ, तर हाम्रो चाहिँ के पर्छ 11 अप्रिलको दिन पर्छ। तर न्युजमा चाहिँ त्यो अमेरिकन म्यान चाहिँ जुन नासा छ त्यसको मुख्य उसमा चाहिँ न्युजमा चाहिँ 10 अप्रिल 2026 मा चाहिँ लन्च गरेको छ मानव सहितको चन्द्रयान अवतरण दोस्रो। पहिलो चाहिँ 1979 अप्रिलमा एपोलो 17 गरेको थियो। पहिलो चाहिँ 1979 मा भन्छ। यो दोस्रो मानव सहितको, मानव चाहिँ बोकेर चन्द्रमामा गएर घुमेर त्यहाँको एक्सपेरिमेन्ट गरेर के छ कस्तो छ हैन, त्यो वातावरण बुझेर केही दिन 10 दिनसम्म बिताएर 10 दिन पछि 1 अप्रिलमा गएको थियो। त्यहाँ लन्च चाहिँ 1 अप्रिलमा भएको थियो 2026। यो केन्नी स्पेस सेन्टरले गरेको थियो। यो चाहिँ यो दोस्रो चाहिँ मानवयानको अवतरण चाहिँ केन्नी स्पेस सेन्टरले गरेको थियो अप्रिल 1 2026। 10 दिनको लागि गएको थियो त्यो स्पेसमा चाहिँ, मुनमा चाहिँ, मुनको चाहिँ के छ त भन्ने त्यहाँ रिसर्च गर्नलाई हैन, सबै कुरा त्यहाँको बारेमा बुझ्नलाई चाहिँ 10 दिनको टाइम पिरियड लिएर गएको थियो। 10 दिनपछि चाहिँ अप्रिल 11 2026 11 10, अब यसमा चाहिँ कन्फ्युज तपाईँ एकचोटि आफैमै रिसर्च गर्नु होला, यो डेटमा चाहिँ आएको थियो। अब यो कहाँ झरेको थियो भन्दा चाहिँ क्यालिफोर्नियाको चाहिँ डिओको तटबाट, करिब यो क्यालिफोर्निया राज्यको डिओके तट भन्ने त्यहाँ समुद्र, त्यो प्रशान्त महासागरको समुद्र डिएगो तट भन्ने है, त्यहाँ चाहिँ त्यहाँदेखि 96 किलोमिटर टाढा चाहिँ यो अवतरण गरेको थियो त्यो प्रशान्त महासागरमा। यसमा चाहिँ 3-4 जना मान्छे गएका थिए, टोटल 4 जना मान्छे गएका थिए। त्यसमा चाहिँ 3 जना बोइजहरू, जेन्ट्स मान्छे र 1 जना लेडिज जानु भएको थियो। त्यसमा चाहिँ कमान्डर चाहिँ कसले गएको थियो भने चाहिँ रिड वाइजम्यान। अब यो बुझ्न चाहिँ रिड वाइजम्यान यसरी बुझ्नु न, रिड वाइजम्यान सही 4 जना गएका थिए। अब लन्चर फ्लाइ भनेको के हो कि अब रकेट हामीले लन्च, योभन्दा अघिल्लो भिडियोमा पनि हामीले त्यो रकेट लन्च कसरी हुन्छ भन्ने छ, अब त्यो भिडियो हेर्नु भएको छैन भने पछि सर्च गरेर हेर्नु होला। अब यो लन्चर फ्लाइ बाई अप्रिल 6 2026 एकमा चाहिँ लन्च गरिसक्यो पृथ्वीको अर्थको एउटा सर्फेसबाट। भनेपछि यो लन्चर फ्लाइ बाई अप्रिल 6 2026 चाहिँ किन भनेको थियो, 4-5 दिन चाहिँ के हुन्छ कि अब अर्थ छ हाम्रो, यस्तो अर्थ छ, अब अर्थबाट त मुनमा जानु छ नि त यहाँ, भनेपछि यो अर्थ सर्फेसबाट बाहिर गएपछि यसरी घुमिरहन्छ पहिले 3-4 दिनसम्म। अनि यहाँबाट लुनर भन्थ्यो, त्यसको एक्स्ट्रा बुस्ट त्यहाँबाट लन्च गरेर फेरि फाइनली जाने हो यहाँ, यसलाई भन्ने हो अरे। भनेपछि त्यो बिचमै एउटा एक्स्ट्रा बुस्टर हुन्छ त्यहाँ, यो हाइपरसोनिक भनौँ न टाइपको त्यस्तो एक्स्ट्रा बुस्टरहरू त्यो लन्च गर्छ त्यहाँ। त्यसपछि 4 दिनसम्म घुमिसकेपछि एउटा मोसनमा आइसक्यो, त्यसपछि त्यो बुस्ट गरेपछि, त्यो फ्लाइ गरेपछि अनि एक्स्ट्रा बुस्ट मिल्यो भने पृथ्वीको ग्राभिटीबाट छोडेर अर्को अर्थ प्लानेटको ग्राभिटीमा जान सजिलो हुन्छ। त्यो हिसाबले 6 दिनपछि चाहिँ बिचमै हुन्छ। यो कुरो चाहिँ यहाँ क्लियर भयो, पहिले चाहिँ यहाँ गरिसकेको थियो। अब अस्ति वार्ता भयो, अब युद्ध भइरहेछ, युद्ध पनि भएर अस्ति युद्ध ठुल्ठुला पोलिटिक्सहरूले युद्ध गरिरहेछन्, एउटाको एउटालाई काउन्टर गर्ने, एउटाले एउटालाई त्यो